हेलो नमस्कार सबैलाई स्वागत छ। आज पनि म नयाँ भ्लग लिएर आइसकेको छु हजुरहरूको माझमा। आजको भ्लग के छ त हेरौँ है त। आजको भ्लग हामी चाहिँ स्पेसली चाहिँ कति ग्यास मात्रै डेलिभरी गरेको गर्ने भनेर चाहिँ आज किराना सामान पनि डेलिभरी गरेको म तपाईँलाई देखाउने छु है त। अनि आज चाहिँ एउटा हाम्रो चक्र देवकोटा भन्ने भाइकोमा चाहिँ जाँदैछ सामान। चक्र देवकोटाजीले चाहिँ यता नयाँ घर भर्खरै लगाउनु भएको छ। अनि अस्ति चाहिँ हामीले कृष्ण भाइकोमा पनि पुर्याएको थियौँ यसरी सामान त यसरी हामी दैनिक रूपमै पुर्याउँछौँ उसरी चाहिँ। आज चाहिँ अनि चक्र देवकोटाको नयाँ घर भएको भएर हामी एउटा भ्लग बनाऊँ भनेर चाहिँ बनाएको हो। यसरी चाहिँ 3-4वटाकै घरमा यसरी सामान डेलिभरी हुन्छ लगभग दिनमा चाहिँ। अनि ग्यास त अब भन्नै भएन, ग्यास त 25-30वटा, पानी पनि त्यही रेन्जमा जान्छ। तर चाहिँ यसरी डेलिभरी सामान पनि 4-5वटाको घरमा दिनमा जान्छ। अस्ति कृष्ण जैसीकोमा पनि यसरी सामान पुर्याएको थियौँ हामीले, तर कृष्णकोमा बनाउन भ्याएनौँ, हामीले चाहिँ भ्लग बनाउन भ्याएनौँ। अनि चाहिँ आज चक्रको घरमा पनि उसको पनि नयाँ घर थियो, अनि चक्रको पनि नयाँ घरमा सर्ने भएर पर्सि चाहिँ अनि त्यसैले चाहिँ नयाँ सामान पनि छोडिदिउँ भनेर उता छोड्नलाई चाहिँ म आजको नयाँ भ्लग बनाउँदैछु। किराना आइटम के हाल्दैछु त म तपाईँलाई देखाउने छु। किराना आइटमले भनेअनुसार म सबै के छ लिस्ट अनुसार सबै तान्दै रेडी गर्दैछु है त। अनि उहाँले चाहिँ के मिट मसला, चिकन मसलादेखि लिएर नुनदेखि लिएर अनि तेल त इन्डियाबाट ल्याउनु भएको रहेछ। इन्डियाबाट ल्याएको छु भनेर चाहिँ मैले तेल चाहिँ थोरै हालेँ, तोरीको तेल मात्रै हालेँ 2 पोका, 5 लिटर इन्डियाबाटै ल्याएको छु भन्नुभयो। त्यसैले चाहिँ म अब यता पारी हाम्रो गोदाम हो, घाम आउँछ भनेर चाहिँ हामीले सटर लगाएको छौँ। अहिले घाम साँझतिर अलिक घाम पर्छ भनेर 2 बजेदेखि 4 बजेसम्म अलिक घाम यता हामी यता चाहिँ अलिअलि सानो गोदाम छ हाम्रो है, पानी सानी राख्ने अनि चामल राख्ने यस्तो गोदाम छ हाम्रो। अनि यतादेखि मैले 1 कट्टा चामल तानेँ, 1 बोरा चामल तानेर चाहिँ चामल जय किसान चामल पनि उहाँलाई छोड्दैछु। त्यही टाइममा ठ्याक्कै उनीहरू पनि आइपुगे पारी पसलमा। उनीहरू चाहिँ हाम्रो कृष्ण भाइ आइपुगे। अनि अस्ति नै पानी पुर्याएको थिएँ, यो दाइ जार ल्याएँ मैले भनेर चाहिँ उसले जार लगेर गए के लानुपर्ने सक्ने जति उनीहरूले लगेर गए। अनि मैले चाहिँ उनीहरूलाई भने है कस्तो प्राइम टाइममा आइपुग्यो, जाँदै थिएँ तपाईँहरू पनि आइपुग्नु भयो भने दाजु मैले अस्तिको चाहिँ जार ल्याइदिएँ, अब हाम्रो के छ हिसाब किताब गरौँ भन्यो। उसको थोरै के हिसाब किताब बाँकी चाहिँ अब ठ्याक्कै नयाँ घरको थाहा थिएन, उनीहरू चाहिँ भाडामा बस्ने त्यो घरको चाहिँ मलाई थाहा थियो। अनि त्यसपछि चाहिँ चक्रसँग चाहिँ हामीले चाहिँ लोकेसन सोध्यौँ घरको। म चाहिँ एकदमै नयाँ थिएँ त्यो घरको लागि, त्यसरी चाहिँ लोकेसन मैले पाइसकेपछि यहाँदेखि म हिँडेँ। उनीहरू चाहिँ एकछिन लम्कीसम्म भएकाले स्टार्ट भयो हाम्रो यात्रा। अनि त्यसपछि चाहिँ म सर्लक्कै बलियातिर रहेछ उनीहरू चाहिँ, बलिया हाम्रो अरुणदाईको घरदेखि भित्र जानु पर्दो रहेछ। त्यहाँदेखि देख्छु कि देख्दैन लोकेसन ठ्याक्कै एक्ज्याक्टली थाहा पाउँछु, देखाउने नै छु। बिचमा पनि के हुन्छ तपाईँहरूलाई सबै कुराहरू देखाउने छु है त। ल हामी चाहिँ कच्ची बाटो आइसकेका छौँ, यहाँ भित्र आइसकेका छौँ, धेरै अगाडि आइसकेका छौँ। यहाँ खेत रोप्ने तयारी पनि हुँदै रहेछ है त। तपाईँहरू हेर्दै गर्नु होला। म एउटा भाइलाई सोध्छु यहाँनिर कहाँ छ चिन्छौ कि भनेर। बाबु चक्रदेव कोटा नयाँ बनाएको घरको हो यार, मलाई थाहा छैन, तिमी केही थाहा पाउनु यार, यसै गर्छौ यार जहिले पनि। अनि त्यसपछि म अगाडि लागेँ है त। अगाडि यो लोकेसन लगभग थाहा थियो मलाई, एक्ज्याक्टली नथाहा भए पनि लगभग मलाई चाहिँ थाहा थियो यहाँनिर नै होला भन्ने चाहिँ गेस गरेको थिएँ। लगभग 3 किलोमिटर छ हाम्रो पसलदेखि यहाँ चाहिँ। अनि मैले चाहिँ एउटा बाजेलाई सोध्छु यहाँ अगाडितिर पसेर, अनि कहाँ छ देवकोटाको घर भनेर एकचोटि बाजेलाई म यहाँनिर सोधेर हेर्छु है त। अङ्कल देवकोटाको नयाँ बन्न लागेको घर कुन हो? ए बनिसक्यो भर्खरै। ए यताबाट जाने हो? ए ल। त्यसपछि बाजेले हामीलाई देखाइसकेपछि मैले टाढैबाट देखिसकेँ। अनि सर्लक्कै देखिसकेपछि त्यसपछि मैले यहाँनिरै हो भन्ने थाहा पाइसकेपछि उहाँलाई एकछिन हरन बजाएर इसारा गरेँ, यहाँनिरै हो कि भनेर चाहिँ हात दिएँ। अनि त्यसपछि यही हो भनेर मैले चाहिँ यहाँदेखि फेरि भित्रतिर मोडेर अनि हामी चाहिँ घरतिर लाग्यौँ। ल त है त, अब घरमा भएको कुराकानी जस्तोको तस्तै तपाईँ माझ राख्नेछु म। ल सामान सबै आयो। अब ग्यास 2टा भने ग्यास भोलि साँझ ल्याउँला। पानी पर्सि बिहान त जारको 5000
सामान यसमा दालदेखि तेल थोरै इन्डियाबाट ल्यायो भनेर 2 पोका मात्रै ल्याएको छु तोरीको तेल ल्याएको छु 2टा अरू चाहिँ सबै छ त्यसो भए भइजान्छ हजुर उनको चक्रको ड्याडी ए यो पहिला तेल पनि लेखाएको थिएँ पछि काटेर 7,640 रुपियाँ त्यहीँ गएको थिएँ अहिले भर्खरै फोन गर्दाखेरि त्यहीँ थियो ल घर यहाँ अबदेखि चामल एकै नपुगेन ल्याउँला त पुगिहाल्ला 2टा त ग्यासै भइगयो त पानी पनि लगाएर ग्यास आउनु पर्छ ग्यास आधा ल यसमा एक एक गरेर तान्नु होला सबै चेक गरेर ल्याएको छ अब यसमा 2टा चिज मात्रै बाँकी छ ग्यास र पानी बाँकी छ ग्यास चाहिँ म पानी छ यसमा ग्यास चाहिँ म भोलि साँझ ल्याए नि भयो ग्यास त अनि पानी पर्सि बिहान ल्याउँला नै भोलि साँझै ल्यायो नि भयो पानी पनि पानी पर्सि बिहान ल्याउँला ल अब नयाँ घर अब यसपछि म सामान पुऱ्याउन यहाँ आउनुपर्छ मैले उसको भाइहरू सबै हाम्रैबाट लिन्छन् कृष्ण भयो जग्गा कति छ अङ्कल यहाँनिर ए त्यति हो है 10 दूर हो कि ए 8,000 ल्याउनु 8,000 5,000 भाडा ल्याउनु म छुट्टा दिउँला 7,640 छ म 360 रुपियाँ हजुरलाई फिर्ता दिन्छु मैले ठिकै हिसाब गरेर ल्याएको छु त्यहीँबाट 5,000 भाडा दियो मैले ठ्याक्कै जोडिकन यो छुट्टा पनि ल्याएको छु न 360 रुपियाँ होला यसमा फुटाल फाटल गरेर राखेर नै नजिकै गणेशपुर हो केही छैन स्कुटीमा साह्रै आइहाल्छ नै सट्टै भन्नु मलाई अस्ति भोलि साँझै ल्याए पनि भयो नभएको भोलि साँझै ल्याउँला टाइम मिल्यो भने टाइम नमिल्यो भने पर्सि ल्याउँला बिहान ग्यास त भोलि साँझ पुऱ्याइहाल्छु 2टा हजुरहरू यतै बस्ने हो कि अब गइहाल्ने हो गइहाल्नु नि हो चक्र पनि त गइहाल्यो होला नि त बस्नेको त हो म्याडम मात्रै बस्ने ए ल फेसबुकमा साथी हुन्छ नि ती त्यहीँबाट इन्डियाबाट ए ल हुन्छ अङ्कल हजुरलाई धेरै धेरै बधाई छ घर नयाँ लाउनु भएको फलोस् फुलोस् ल पर्सि आउँला अब बताइदिनु अरू पैसा लाग्यो है कति लाग्यो अङ्कल लगभग सबै 40